बोडी पिँडालुको दाल फ्राई यति मिठो हुन्छ है अनि मैले चाहिँ प्रायः बनाइरहन्छु। कसरी बनाउँछु आज सेयर गर्छु है। यो रातभरि भिजाएको बोडीलाई चाहिँ सिधै प्रेसर कुकरमा हाल्ने, त्यसपछि मैले चाहिँ आज 2 वटा पिँडालुको गलमट हाल्दैछु है। अनि यो पिँडालुको चाहिँ गलमटलाई मजासँग पखालेर कटक कटक काट्दा चाहिँ असाध्यै नै रमाइलो लाग्छ। मैले चाहिँ बोडीमाथि नै हालेर काटेँ, तर कुनै कुनै चाहिँ हात चिलाएर हैरान हुन्छ है। त्यस्तो हुन्छ भने चाहिँ हातमा अलिकति तेल लगाएर पनि काट्न, खुर्किन, पखाल्न सक्छौँ नि त। हजुरहरूसँग पनि केही आइडिया छ भने चाहिँ सेयर गर्नुहोस् है। कमेन्टमा सेयर गर्नुभयो भने चाहिँ धेरैजनाले जान्न पाउने मौका पाउनुहुनेछ। अब पिँडालु भइहाल्यो है। यसमा चाहिँ पानी हालेर स्वादअनुसार नुन अनि अदुवाको धुलो बेसार 1 चम्चा जति घिउ हालेर सुई सुई 2-4 सिटी लगाइसकेपछि पाकिहाल्छ। बोडी राम्रोसँग भिजेको हुनाले छिट्टै पाकिहाल्छ अनि यो पिँडालु पनि एकैछिनमा पाक्छ है। अनि त्यसपछि चाहिँ मैले एउटा भाँडामा खन्याउँदैछु। फ्राई गर्नको लागि तातो घिउमा चाहिँ जिरा फुराउने, त्यसैगरी लसुनको टुक्राहरू, कढीपत्ता छ भने नछुटाउने है। अनि सुकेको खोर्सानी हालेर सरसर चलाउने, ज्वाइँ झानिदिने। मजाले सबै सामग्री सबैतिर लाग्ने गरी चलाइसकेपछि हर्र पुरै घरै मिठो बास्ना आउने बोडी र पिँडालुको दाल फ्राई रेडी।